हेलो साथीहरू, गुड मर्निङ। आज पनि फेरि न्यू भिडियो लिएर आएको छु। म फर्स्ट आज जिम गएँ मर्निङ उठेर। आज त्यति साह्रो क्राउडेड थिएन र त्यसपछि मैले यो ट्रायल सेप मारेँ। मैले जिमको सबै भिडियो हालिनँ किनकि भिडियो हाल्यो भने धेरै लामो हुन्छ। म किन सधैँ मेरो अब विकलीमा दुई ताल हुन्छ, चेस्ट एन्ड ट्रायल सेप, बाइसेपहरू अन्त ब्याकहरू। त्यसपछि गरिसकेर म घर आएँ। घर चिकन लिएर आयो र चिकनलाई मजाले धोएर प्याज काटेँ। प्याज काट्नु साह्रो पर्छ, मलाई पुरा आँखा पोल्छ कि। प्याज काटेँ, त्यसपछि प्याजलाई हल्का साइडमा राखेँ र त्यसपछि म आज पिरो खानु मन लागेको थियो र आज मैले धेरै नै खुर्सानी लगाएको छु, ग्रिन चिल्ली। म चाहिँ यसरी नै काट्छु खुर्सानी, यसरी नै सजिलो लाग्छ चपिङ बोर्ड भन्दा पनि। र अदुवा र लसुन किच्चाएँ मजाले। यो चाहिँ गरेको अदुवा र लसुन त मेन इन्ग्रिडियन्ट हो चिकनको लागि। र हल्का यसलाई फ्राई गरेँ। त्यसपछि मैले चिकन लगाएँ। चिकन आफै लाउँछु, तेल छिट्किन्छ कि आफूतिर भनेर हल्काले चिकन स्लोली लाउँदैछु म। त्यसपछि यसलाई मैले छोपिदिएँ। छोपेर 10 मिनटको बादमा फेरि हेरेँ र त्यसपछि मैले हल्का यसलाई माथिबाट अलिक ठुल्ठुलो डाइस गरेको टमाटर लगाइदिएँ। मजाले माथिबाट लगाएर फेरि पनि मैले यसलाई छोपिदिएँ। छोपेर आफ्टर 10 मिनटको बादमा हेर्नुहोस् यस्तो दामी भएको छ। हेर्दै खाउँ मन लाग्दो होला। ल लास्टमा मैले धनियाँ पत्ता लगाइदिएँ। र साथै फेरि बाहिर एउटा दिदीले भन्नुभयो कि रायो सागहरू आयो अरे भनेर भन्यो। अन्त कस्तो रहेछ भनेर हेर्नु गएको थियो। दिदीहरूले चाहिँ सिमरायोहरू किन्दो रहेछ। मलाई सिमरायो मन पर्दैन पनि। अन्त मलाई चाहिँ रायो साग निकालिदिनु नि दादा भनेर भन्दै थियो। दादाले मजाको रहेछ रायो साग पनि। यो चाहिँ दियो मलाई, दामी थियो रायो साग। हेर्नुहोस्, बेङ्गलोरमा रायो साग पाउँछ है।